हाई एभ्रिवान, दिस इज मिस रबिना र आजको मेरो गेस्टमा हुनुहुन्छ धर्मेन्द्र सुनार। उहाँ चाहिँ अहिलेको समयमा गायन क्षेत्रमा, सङ्गीत क्षेत्रमा अगाडि बढ्न खोज्दै हुनुहुन्छ र उहाँलाई केही कुराहरूले साथ दिइ नरहेको हामीले जानकारी पाएका छौँ र आज हामी उहाँसँग कुराकानी गर्नेछौँ। धर्मेन्द्र सर, हजुरलाई स्वागत छ। धन्यवाद। आराम हुनुहुन्छ? हजुर, ठिकै छ। कस्तो भइरहेछ त अहिले जर्नी हजुरको? कस्तो भयो भोइस अफ नेपालमा? भोइस अफ नेपालमा चाहिँ अब जुन एक्सपेक्टेसन थियो त्योभन्दा अलिक बाहिर नै, रिजल्ट त्योभन्दा अलिक बाहिर भयो भनौँ न। दुःखद भयो थोरै। के भन्न चाहनुहुन्छ भोइस अफ नेपालको सबै टिमलाई, जजेसहरूलाई? ठिकै छ। एउटा चाहिँ फर्मेट अनुसार चाहिँ अब उहाँहरूको पनि केही प्लान थियो होला होइन, त्यो अनुसार उहाँहरूले चाहिँ त्यो गर्नुभयो होइन। थ्याङ्क यू भन्न चाहन्छु म त, किनभने विगत लामो समयदेखि चाहिँ अहिले चाहिँ 1 दशक भइसक्यो म म्युजिक इन्डस्ट्रीमा लागेको होइन, म्युजिक क्षेत्रमा लागेको। र पनि कतिपय धेरै मान्छेहरूले चिन्न पाउनु भएको थिएन, जस्तै आज हजुरसँग कुरा हुनुमा पनि भोइस अफ नेपालको हात छ नि त होइन। सो थ्याङ्क यू भन्न चाहन्छु। सिजन 3बाट चाहिँ उहाँहरूले गर्दाखेरि, भोइस अफ नेपालले गर्दाखेरि यत्रो मास अडियन्सहरूले चिन्ने मौका पाउनुभयो। सिजन 3मा हजुरको कतिसम्म पुग्नु भएको थियो? म नकआउटसम्म। हजुर, त्यहाँभन्दा अलिकति जर्नी कम नै भयो हजुर, अहिले ब्याटलबाटै हजुर। त्यस्तै। हजुरको ठाउँमा अरू को सेलेक्ट हुनुभएको थियो? दिनेश? हाम्रो दिनेश परियार भाइ, हाम्रो नाङ्लेभारको चाहिँ एउटा प्रिय भाइ, अनि जस भाइको चाहिँ राम्रो भइरहेछ भनौँ न। भोइस अफ नेपालबाट बाहिरिँदाखेरि पहिलो कुरा चाहिँ तपाईँलाई के विचार आयो? कस्तो विचार? पहिलो सोच हजुरलाई के आयो त्यहाँबाट बाहिरिँदाखेरि? म चाहिँ सक नै भएको थिएँ नि। हामीले चाहिँ बाहिरबाट दिनेश भाइले र मैले यस्तो प्रिपेयर गरेका थियौँ। हामीले 2 भाइमध्ये 1 भाइ जुन अगाडि गयो नि, एकजना चाहिँ कि फिक्स सेभ हुन्छ कि स्टिल चाहिँ स्योर 100% हुन्छ, त्यो खालको हामीले चाहिँ पर्फर्मेन्स एक्सपेक्टेसन पनि थियो र हामीले त्यो खालको प्रस्तुति पनि दियौँ। र भाइलाई बधाई छ। अझै अघिल्लो राउन्डमा 2-4 राउन्ड अझै माथि जाओस् भन्ने छ भाइको लागि चाहिँ मेरो भनाइ चाहिँ। पछाडि फर्केर हेर्दा भोइस अफ नेपालमा चाहिँ तपाईँको सबैभन्दा यादगार समय चाहिँ कुन थियो? म सिजन 3मा जान्छु ल। यतिखेर त्यो यादगार पलहरू गर्दाखेरि सिजन 3मा चाहिँ जब हामी नकआउटमा पुग्यौँ त्यतिखेर चाहिँ एकदमै वर्ल्ड वाइड हाम्रो चाहिँ विश्वभरि कोरोना भाइरसको चाहिँ भनौँ न कोरोना थियो विश्वभरि। विश्व बन्द, हामीले चाहिँ बजार बन्द, हामीले चाहिँ प्रदेश बन्द हुँदा सुनेका थियौँ, तर विश्व नै बन्द हुँदा हामीले पहिलोचोटि आफ्नै आँखाले देख्यौँ हाम्रै जेनेरेसनमा होइन। अनि सिक्किमको साथी अनि नवीन गजमेरहरू, बिक्की परियार, रवि गदराजहरू, उहाँहरू चाहिँ हामी चाहिँ भोइस अफ नेपालको क्याम्पको के अरे मेसको खाना खाइसकेर पनि हामी बाहिर मटनहरू, माछा, चिकन ल्याउन जान्थ्यौँ। त्यो कुरा चाहिँ म धेरै मिस हुन्छ अहिले पनि। तपाईँको फेभरेट साथीहरू कोही हुनुहुन्थ्यो त्यहाँ? सिजन 3को कि अहिलेको? अहिलेको त मेरो धेरैजना हुनुहुन्छ। दिनेश त भाइ नै भइहाल्यो। दिनेशपछि हाम्रो कुमार राणा पाइली, अनिल बिके, त्यसै गरी वीर बुसाल, अनि नवीन, अनि सागर संसार पनि मिल्ने साथी नै हुनुहुन्छ। सबैजना जोस्। ठिकै छ। कुरा गर्दाखेरि चाहिँ हजुरको ब्याकग्राउन्ड पनि म्युजिक नै भयो होइन? हजुर। हजुरको ब्याकग्राउन्डको बारेमा केही भनिदिनुहोस् न। ब्याकग्राउन्ड यस्तो छ, हाम्रो चाहिँ फ्यामिलीमा 2 दाजुभाइ हो हामी होइन। अनि म चाहिँ घरको कान्छो हो। कान्छो भए तापनि घरको चाहिँ म एउटा पिल्लर नै हो। अब हरेक कुराहरू यो चिज चाहिँ गर्नुपर्छ, यो चाहिँ गर्नु हुँदैन भन्ने सबै कुराहरू चाहिँ मैले नै भनौँ न घरमा गर्नुपर्छ। हामी चाहिँ मिडल क्लास फ्यामिलीबाट बिलोङ्स गर्छौँ। अब त्यस्तो खत्रै धनी पनि होइन। ठिकै छ, खाना लाउन सबै कुराहरू पुगिरहेछ भनौँ न। हजुरको म्युजिकको यात्रा चाहिँ सुरु कहाँबाट भयो? मेरो म्युजिकको सङ्गीतको सुरुवात चाहिँ तपाईँको मैले आमा बुवाबाटै सिकेको, दाइबाट। 5 वर्षको उमेरदेखि नै म बुवा आमा सबैजना सङ्गीत नै माहौल नै, हाम्रो घरमा माहौल नै त्यस्तै छ। बुवा मम्मी मादल बजाउने, सबै कुराहरू त्यस्तै छ। कति वर्षको उमेरदेखि गीत गाउन थाल्नुभयो? म त 5 इयर्सबाट नै। हजुर। के कुराले साथ दिएन जस्तो लाग्छ यहाँलाई? यस्तो हुन्छ जिन्दगीमा तपाईँको, हामीले स्ट्रगल गर्दै जाँदा, मेहनत गर्दै जाँदाखेरि कतै भगवान्को पनि थोरै हुन त बाबुआमा भन्दा ठुलो कोही छैन अरू भगवान् होइन। तैपनि
एउटा आशा गरिरहँदाखेरि हरेक क्षेत्रमा म्युजिक होस्, राजनीतिक होस्, तपाईँको चाहिँ खेलकुद होस्, हरेक क्षेत्रमा हामीले स्ट्रगल गरिरहँदाखेरि कहीँ कतै भगवान्को पनि थोरै आशीर्वाद चाहिँ हुनुपर्दो रहेछ, जो मेरो लागि चाहिँ अलिक कम भएको हो कि जस्तो मैले महसुस गरेँ। नत्र भने मैले ल्याएका ट्यालेन्टहरू भोइस अफ किड्सका कुरा गरौँ, अहिलेकै सिनियर उसमा पनि मैले 2-3 जना साथीहरू ल्याएको थिएँ। एकजना बाहिरिसक्नु भएको छ होइन, एकजना चाहिँ स्टिल हुनुहुन्छ अझै पनि, र उहाँलाई पनि अल द बेस्ट भन्न चाहन्छु। नाम चाहिँ म लिँदिनँ, फेरि भरे आफूले ल्याएँ भनेर भन्यो भन्ने कुरा पनि आउँछ। उहाँलाई चाहिँ अल द बेस्ट भन्न चाहन्छु म। यो कुरा चाहिँ बिस्तारै खुलाउँला। कम्पिटिसनको रूपमा चाहिँ यहाँलाई कतिको आफ्नो आत्मविश्वासमा चाहिँ कतिको कम महसुस भएको छ? होइन त्यस्तो होइन। जस्तै हाम्रो चाहिँ खेम सरले दिनुभएको जुन लोकगीत थियो, त्यो दिनेश भाइ अलिकति क्लासिकल गाउने, तपाईँको चाहिँ लोक गाए पनि पूर्वको लोक गाउने होइन। अनि त्यो गीत चाहिँ सुट चाहिँ मलाई गरेको हो, गीत चाहिँ खास। तर गाउने शैलीका हिसाबमा हामी दुइटैले आफ्नो तर्फबाट बेस्ट दिएको। हजुर, त्यस्तो अब खासै भनौँ न। एक गुनासो छ कोचप्रति? कोचप्रति अब गुनासो गरेर नै फाइदा छैन। म आउट भइसकेँ होइन। त्यो अब स्टेजबाट बाहिरिसकेपछि गुनासो भन्ने कुराहरू आफ्नै भाइचाराका हिसाबमा पनि आफ्नै दाइ हो उहाँ चाहिँ होइन। उहाँ पनि सुन बनाउने सेन्चुरी सुनार, म पनि सुन बनाउने सुनार नै हो होइन। सो छैन गुनासो, ठिकै छ। आउट हुँदा नि खुसी नै छु। एलिमिनेट भइसके पछाडि हजुरले त यत्तिकै माया पाइरहनु भएको छ होइन दर्शकहरूलाई। हजुरको फ्यान फलोइङ बाहिरिएपछि चाहिँ अलि राम्रो देख्न पाइरहेको छौँ। कस्तो फिल हुन्छ यहाँलाई? मलाई चाहिँ ब्लाइन्ड अडिसनको याद आयो, भोइस अफ नेपाल सिजन 3 को। यो माया देखिरहँदाखेरि चाहिँ ब्लाइन्ड अडिसन भोइस अफ नेपाल सिजन 3 को त्यस्तै प्रतिक्रियाहरू म आफूले आफूलाई कन्ट्रोल गरिरहेको हुन्छु। प्रत्येक दिन तपाईँको चाहिँ आफूलाई चाहिँ सम्हाल्ने कोसिस गरिरहेको हुन्छु। तर जुन त्यो माया छ, जुन एउटा फोटोमा होइन, अब एउटा त्यो प्रतिक्रियाहरू कमेन्टहरू आइरहँदाखेरि अलिकति नराम्रै भएछ क्या योचोटि जस्तो लाग्छ। त्यही हो। अब अगाडि दिनको योजनाहरू चाहिँ के छ हजुरको? अगाडि म्युजिक सँगसँगै बिजनेस पनि मैले गर्ने सोचिरहेको छु। बिजनेस पनि गर्ने सोचिरहेको छु। बिजनेस विथ म्युजिकमै बिजनेस? नै, म्युजिकमै बिजनेस त भोलि त्यो पनि होला। भोलि बिहान सङ्गीत आफैले सङ्गीत गरेँ भने, अब मैले सङ्गीत गरेको सिर्जना पनि अरूले गाउँदा त्यो पनि एउटा व्यावसायिक सङ्गीत भयो नि त होइन। तर मैले अन्य बिजनेस पनि सोचिरहेको छु। अन्य बिजनेस पनि सोचिरहनु भएको छ? गीतहरू कतिको अफर आइरहेछ? गीतहरू 2टासम्म आइरहेको छ। अब हामीले चाहिँ गर्ने प्लान छ। अब सङ्गीत भकारी युट्युब च्यानलबाट आउँदैछ, जुन चाहिँ नदेखिने घाउ लाग्छ भन्ने मेरो आफ्नै गीत किरण गजमेरजी र मैले गाएका थियौँ। ती च्यानलबाट फेरि हाम्रो नयाँ गीत आउँदैछ, एउटा डान्सिङ गीत। हजुरको मात्रै? हजुर। हजुरको मिठो स्वर आज मलाई एकदमै सुन्न मन लाग्यो। हुन्छ। कुन गीत? जुन भए पनि हुन्छ, हजुरको आफ्नै भए पनि हुन्छ, हजुरलाई एकदमै मनपर्ने गीत। मेरो आफ्नो गीत गाउनु पर्दाखेरि यतिखेर म हाम्रो आदरणीय राजेश पायल राई सर र मैले गाएका थियौँ। राइज किङ सर र मैले स्टेजमा? उहाँसँग स्टेजमा भन्दा पनि एउटा एल्बम नै सरले र मैले गरेका छौँ। र उहाँसँग गाउन पाउनु नै मेरो एकदमै ठुलो कुरा हो, सौभाग्यको कुरा हो जस्तो लाग्छ मलाई। राइज किङ जस्तो लोयल एकदम अरू कोही लाग्दैन मलाई। उहाँ चाहिँ बच्चासँग बच्चाको जस्तो नै व्यवहार गर्नुहुन्छ, ठुलोसँग म्याच्युर्डसँग म्याच्युर्डकै होइन। एउटा धर्मेन्द्र भाइ भनेर सम्बोधन गर्नुहुन्छ। खुसी लाग्छ उहाँले र मैले गाएको गीत हजुरलाई। बिर्सिदिने मायालाई, घम पानीको छायालाई, पर्खी बस्दा कुर्नु कुरायो। ओ बिर्सिदिने मायाले, घम पानीको छायाले, पर्खी बस्दा कुर्नु कुरायो। चल्छ हुरी वनमा, डढेलो झै मनमा, निष्ठुरीले रुनु रुवायो। हाय हाय हाय,
निष्ठुरीले रुनु रुवायो। धन्यवाद। एकदमै मिठो गाउनु हुँदो रहेछ। मलाई लाग्यो कि हजुरले त गीत यस्तो राम्रो गाउनुहुन्छ होइन। एल्बमहरू पनि निकाल्नु भइसकेछ राजेश पाल राई सरसँग अनि किरण गजमेर हाम्रो पहिलाको विनरसँग। हजुर आफैमा यत्तिकै ट्यालेन्टेड हुनुहुन्छ होइन। अगाडि यो क्षेत्रबाट बढ्न कसरी हजुरलाई प्रेरणा कताबाट आयो? यस्तो हो, तपाईँको अहिले पछिल्लो समय नेपालमा कुनै पनि चिजको लङ लास्टिङ त छैन। हामीले अब खेलकुद क्षेत्र हेरौँ, हरेक कुराहरू अहिले क्रिकेट मात्रै टपमा छ टेबलको होइन। अब फुटबल खै अहिले त्यस्तै छ होइन। अब त्यस्तै गरी म्युजिक क्षेत्रमा पनि त्यस्तै छ। उत्शृङ्खल सिर्जनाहरूले एउटा भनौँ न भ्युज पाइरहेको अवस्था छ, हिट खाइरहेको अवस्था छ। राम्रो गीतहरू चाहिँ सधैँ के नै छ, एममा कहिले पुग्ने। अनि त्यो हिसाबले गर्दाखेरि अब तैपनि मैले हार मानेको छैन। भले आज म भोइस अफ नेपालको ब्लाइन्ड के अरे ब्याटलबाट आउट भएको छु, एक स्टेप तलबाट नै आउट भएको छु सिजन 3 को, तर पनि मलाई अझै के अरे म हार चाहिँ खाएको छैन मैले होइन। अब एल्बमहरू चाहिँ अब हाम्रो टिमवर्कको थ्रोबाट चाहिँ गर्ने सोचिरहेको छु। हजुरलाई सहकार्य गर्न कतिको रुचाउनुहुन्छ अहिले चाहिँ जस इन्ट्रेस्टेड हुनुहुन्छ किनभने त्यो पब्लिक सपोर्ट भएर पनि होला। भोइस अफ नेपाल सिजन 7 मा चाहिँ तपाईँलाई एकदमै इन्ट्रेस्ट लागेको विषय 3 मा जानुभयो होइन। त्यसपछि डाइरेक्ट 7 मा आउनुभयो के। यतिको ग्यापमा तपाईँले कति कुरा सिकेर जानुभएको होला होइन। अगाडि बढ्न नपाउँदाखेरि चाहिँ त्यो टाइमलाई कसरी सम्झिनुहुन्छ? त्यतिको टाइम हजुरले कतिको समय आफ्नो म्युजिकलाई दिनुभएको थियो? मैले बिचमा चाहिँ हाम्रो अलिकति घरमा प्रब्लम भइरहेको कारणले गर्दा बिचमा म अलिकति घरै थिएँ। सिजन 3 मा चाहिँ कोरोनाको कारणले गर्दाखेरि अफरहरू हरेक कुराहरू कुनै पनि काम गर्न पाइरहेको थिएन। त्यसपछि अलिकति लकडाउन खुलेपछि मेला महोत्सवहरू पनि गरियो थुप्रै। त्यसपछि चाहिँ घरमा अलिकति समस्या, बाजे बिरामी हुँदाखेरि घरतिरै थिएँ म। आफूलाई कुनै बेला म्युजिकमा मैले निखारता ल्याउन नपाएर म अगाडि नबढ्न पाएको हो कि जस्तो कुनै महसुस हुन्छ? हुन्छ त्यो पनि एब्सोल्युटली। किनकि हाम्रो बाजुरा जिल्लामा म्युजिक क्लास छैन नि त। सिक्ने भनेको त्यही दाइसँग हो। अनि अलिकति आफ्नो कमजोरी छ भने स्वीकार पनि गर्न सक्नुपर्छ होइन। ममा पनि कमजोरी होला, तर ओभरअल आफूले गाउँदै गरेका गीतहरू, आफ्नो भोइसमा म्याच हुने गीतहरू चाहिँ राम्रै गाउँदाखेरि पनि पछाडि पर्दाखेरि अलिकति दुःख चाहिँ लाग्छ जसलाई पनि। हजुर कुन ठाउँबाट बिलङ गर्नुहुन्छ? म चाहिँ सुदूरपश्चिम प्रदेश नम्बर 7 को बाजुरा जिल्लाबाट। हजुरको बाल्यकाल कसरी बित्यो? एकदमै बाल्यकाल चाहिँ सङ्गीतमय वातावरणमा नै बित्यो भनौँ। किनभने बुवा मम्मी पनि आफै बजाउने गाउने भएको कारणले गर्दा होला। अनि त्यो बेला एकदम अलिकति सङ्कटकाल पनि थियो, 10 वर्ष जनयुद्धको बेला। अनि तपाईँको चाहिँ हाम्रो गाउँमा नि माओवादीले चाहिँ अब अपहरण गरेर लिन्छ यताउति भन्ने कुराहरू सुनेपछि बुवा मम्मी हामीलाई लगेर चाहिँ साँफेबगर अछाम मामा घरतिर जानुभयो। अनि त्यहाँ तपाईँको घडी रेडियो इलेक्ट्रोनिक पसल, बुवा चाहिँ मेकानिक। अनि साँफेमा चाहिँ त्यस्तो एकदमै आर्मी पुलिसहरू त्यहीँ हुनुहुन्थ्यो, त्यस्तो गाह्रो थिएन। अनि जस एकदमै रमाइलो मेमोरी भइरहेछ। अब अहिलेको जस्तो मोबाइलको जमाना भइदिए भए सायद सबै कुराहरू क्याच गर्न मिल्थ्यो, रमाइलो हुन्थ्यो होला। राम्रै भयो है। दुःख सुख सबै काटेर यहाँसम्म आइसक्नु भएको छ होइन। अहिले चाहिँ म्युजिकलाई नै इन्ट्रेस्ट प्रायोरिटी दिनुहुन्छ आफ्नो लाइफको भनेपछि हजुरले अब अगाडिको एल्बमहरू पनि आफै पनि निकाल्ने सोच्दै हुनुहुन्छ? हजुर, आफ्नै च्यानल पनि अब अगाडि बढाउनु पऱ्यो। सधैँ अरू कहीँ गाएर काम छैन कि त गाएको गाई बिजीको बिजी नै हुनु पऱ्यो। आफ्नो फ्यान फलोइङ दर्शकले चाहिँ कतिको साथ दिनु भइरहेछ जस्तो लाग्छ? दिइराख्नु भएको छ। जे होस् राम्रै गाउनु भएको थियो, कसरी आउट हुनुभयो। हामी त सकिङ भयौँ। अनि ठिक छ, त्यहाँबाट आउट भए पनि हामी साथ सपोर्ट गर्छौँ। गीत गर्नुहोस्, नयाँ नयाँ एल्बम निकाल्नुहोस्, सुन्ने हामी छौँ, टिकटक बनाउने हामी छौँ, सेयर गर्ने हामी छौँ है। जे होस् खुसी लाग्छ यस्तो कुराहरू सुन्दाखेरि। तपाईँलाई यो सङ्गीत क्षेत्रमा आउँदा चाहिँ एकदमै सपोर्ट गर्ने कोही व्यक्ति हुनुहुन्छ पछाडि? कसैलाई यहाँ सम्झिन चाहनुहुन्छ? बाहिर म्युजिकमा यस्तो म चाहिँ अब के भन्छु भन्दाखेरि त्यस्तो चाहिँ मलाई छैन जस्तो लाग्छ।
खासमा फ्यामिलीले नै अनि सबैको एक एकजना सपोर्ट गर्ने त अगाडि त सबैको हात हुन्छ नि त। हजुर हजुर त्यस्तो चाहिँ खासै म्युजिकतिर लाग्नुपर्छ भन्ने नर्मली ल तपाईँले राम्रो गाउनुहुन्छ यस्तो यस्तो गर्नुहोस् भन्ने त धेरै मान्छेहरू भेटिनु भयो होइन। तर त्यति मात्रै नभइकन तपाईँको चाहिँ ल म्युजिकमा लाग्नुहोस् म लगानी गर्छु म सपोर्ट गर्छु भन्ने कोही पनि हुँदैन। यो भनिरहँदाखेरि एकजनाको नाम चाहिँ मैले लिनै पर्ने हुन्छ। मलाई चाहिँ मेरो बेस्ट फ्रेन्डको याद आयो यतिखेर झन्नै म बिर्सिसकेँ मलाई। अनुज आउजी भन्ने एकजना मान्छे चाहिँ हुनुहुन्छ। आउजी भनेको परियार थरी हो। अनि उहाँले चाहिँ ल राजा हजुरले एल्बम निकाल्नुपर्छ भनेर आजभन्दा लगभग 15 वर्ष अगाडि 15-16 वर्ष अगाडि अनि उहाँले र उहाँको मम्मी आमाले मलाई चाहिँ टिका लगाएर 18,000 रुपियाँ नगद दिएर ल तपाईँले गीत गर्नु बाबु सफल भएर आउनु होला भनेर पठाउनु भएको थियो। आफ्टर माई फ्यामिली होइन उहाँले नै गर्नुभयो। एकदमै आज मैले नछुटाउने पर्ने कुरा चाहिँ छुटाउँदै थिएँ। ल धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँलाई पनि। यो उहाँको केही सहयोगले यहाँले धेरै अगाडि बढ्न मौका पाउनुभयो। अहिले मेरो साथीको बिजनेस पनि एकदमै राम्रो चलिरहेछ। कुल्टी बजारमै टेलरिङ एकदमै राम्रो नम्बर 1 उहाँको भइरहेको छ। जस त्यस्ता व्यक्तिहरू 1-2 जना अरू पनि हुनुहुन्छ। एकजना हाम्रो राज बराल मामा उहाँले पनि थोरै इन्भेस्ट गर्नुभएको थियो मलाई भान्जा ल गर्नुहोस् भनेर हुनुहुन्छ। तर त्यसरी चाहिँ अब अहिले पछिल्लो समय ल म छु गर भन्ने चाहिँ कोही पनि हुन्न। मैले आफै गरिरहेको जसो तसो। अनि मलाई चाहिँ सपोर्ट गर्ने भनेको पछिल्लो समय अहिले चाहिँ मम्मीले मात्रै हो। मम्मी म खेल हेर्न जान्छु भने मम्मीले खेल हेर्न जान दिनुहुन्छ। मम्मी म यो खुल्दैछ म एकचोटि फेरि ट्राई गर्छु अडिसन दिन भन्दाखेरि मम्मीले नै सपोर्ट गर्ने होइन। त्यो भएर थ्याङ्क यू मम्मी भन्छु म चाहिँ। भोइस अफ नेपालमा अगाडि बढ्न नपाउँदा चाहिँ पैसा कतिको आवश्यक रहेछ त? पैसाले पनि अगाडि बढ्न सक्ने त्यस्तो कुनै हजुरले यहाँले अब हाम्रो त यो रियालिटी सोहरू त नेपालको यो कुरा पनि त हजुरलाई त थाहा होला नि त होइन? त्यो हजुरलाई थाहा पाउँदै गर्दाखेरि यो पनि कतिको इम्पोर्टेन्ट हो जस्तो लाग्छ? पैसाले अगाडि बढ्न कतिको सहज हुन्छ या हुँदैन रहेछ? होइन पैसा त आवश्यक छ नि। जस्तै अब म एल्बम गर्न खोजिरहेको छु। अहिले मसँग थोरै छ, थोरै त मैले इन्भेस्ट गर्नको लागि अब स्पोन्सरहरू यताउति खोजिरहेको छु नि त। पैसा त एकदमै नहुने कुरा हो। पैसा नभयो भने मान्छेलाई चिन्दैन होइन। होइन आफू अगाडि बढ्न नपाउँदाखेरि चाहिँ पैसाले गर्दा हो जस्तो लाग्छ यहाँलाई? लाग्छ हो पैसाले पनि हो जस्तो लाग्छ मलाई। किनभने सबैले ब्याटल ग्राउन्डबाट नै त्यो होइन यस्तो हुन्छ। कोचको पनि माइन्डसेट हुन्छ होला नि त। जस्तै अब भोलि यसलाई अगाडि बढाउँदाखेरि मैले जित्छु कि जित्दैन मेरो टिमले भन्ने पनि लाग्छ होला नि त होइन। तर यदि पैसाकै कुरा गर्ने भए पनि मलाई डाइरेक्ट भन्नु नि। भोलि यो कुराहरू भोलि युट्युबमा टिकटकमा आइरहँदाखेरि चाहिँ धर्मेन्द्रले ठुलो कुरा गर्यो भन्ने कुराहरू आउला। मलाई माफ गर्नु होला। यदि पैसाकै सवालमा चाहिँ मलाई बाहिर फालिएको हो भने म पैसा खर्च गर्न तयार थिएँ र सक्थेँ पनि। अहिलेको सिचुएसनमा चाहिँ सिजन 3 मा चाहिँ म सक्थेन। मलाई अलरेडी पब्लिकको सपोर्ट थियो। यदि मलाई त्यो बेला लाइभ राउन्डमा पुगेको भए भोइसलाई नै राम्रो हुन्थ्यो। किनकि अमेरिकाबाट एकैजनाले मलाई 1,30,000 को चेक सहयोग गर्नुभएको थियो। ब्लाइन्ड अडिसन मन पराएर 1,30,000 को चेक दिनुभएको थियो। एकजनाले टेलिभिजन किन्नु भनेर 50,000 पठाउनु भएको थियो। मलाई थुप्रै सहयोगहरू आइरहेको थियो र त्यतिखेर सहयोग गर्नुहुने मेरो दाइ दिदीहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। पैसाले नै यदि पैसा यसले हाल्न सक्दैन भोट भन्ने हो भने त्यो नसोच्दा पनि हुन्थ्यो। योचोटि चाहिँ गर्थेँ म थोरै आफ्नो फ्यामिलीबाट पनि थोरै खर्चहरू। म पनि सुनारको भान्जा हो, आफ्नो पसल पनि छ। योचोटि चाहिँ म खर्च गर्थेँ। तर ठिक छ खर्च बच्यो। आखिरमा मैले जित्ने होइन माथि पुगेँ नि। ठिक छ अब एल्बम गर्छु त्यही हो। आगामी दिनहरूमा चाहिँ यहाँले आफ्नो सपनाहरू आफ्नो कामहरू चाहिँ कसरी गर्न चाहनुहुन्छ? अब यस्तो अब सपना नै म्युजिक थियो र अहिले पनि छ होइन। अब फ्यामिलीबाट चाहिँ अब बिजनेस गर बस तेरो लग्नै छैन भन्ने कुराहरू पनि आउँछ होइन। के थाहा म अहिले ब्याटलमा आउट भएर मेरो लग स्टार्ट पो भएको हो कि जस्तो पनि लाग्छ मलाई।
किनभने मैले हजुरलाई भर्खरै भने ब्लाइन्ड अडिसन सिजन 3 को एड आयो भने नि त मैले त्यति धेरै रेस्पोन्स आइरहेछ। राम्रो गाएर आउनु भयो, केही चिन्ता नगर्नु, हामी छौँ, हामी हेरिदिन्छौँ तपाईँका सिर्जनाहरू गीतहरू भन्नुभएको छ। खुसी लाग्छ। हजुर अहिलेको समयमा हजुरको सङ्गीत सबैले मन पराउनु भएको छ होइन? हजुर अगाडि बढ्दै पनि हुनुहुन्छ, बढ्न खोज्दै हुनुहुन्छ। यति टाइम सिजन 3 देखि अहिलेसम्म आइपुग्दाखेरि एकदमै ग्याप हुँदा पनि त हजुरले सङ्गीतलाई त बिर्सिनु भएन नि त होइन? त्यही भएर पनि सायद अब यो दिन आएको हो कि होइन, एलिमिनेट हुनु भए पनि तपाईँलाई केही मायाहरू अझै मान्छेको केही नराम्रो भएर राम्रो हुन्छ भनेको जस्तै त्यो सम्झेर चाहिँ हजुरलाई दर्शकहरूलाई चाहिँ कसरी भन्न चाहनुहुन्छ? दर्शकहरूलाई म के भन्न चाहन्छु भन्दाखेरि जसरी हजुरले चाहिँ ब्लाइन्ड अडिसन सिजन 3 मा चाहिँ माया गर्नुभएको थियो, त्यो माया चाहिँ यो सिजनमा पनि देखाइदिनु भयो। आउट हुँदाको बावजुद पनि यहाँभन्दा ठुलो मेरो लागि चाहिँ अरू केही हुन सक्दैन। टिकटकमा पनि 10,000ले फलो गरिसक्नु भएको छ र फेसबुकमा पनि मेरो 41,000 थियो, अब 46,000 पुग्दैछ। फेसबुकमा पनि त्यति नै माया पाइरहेको छु। अनि प्रत्यक्ष मलाई भेट्नु हुने मान्छे पनि ढोगिराख्नु भएको छ मलाई होइन, हक गरिराख्नु भएको छ। सर नआत्तिनु, हामी छौँ, राम्रो गाउनु भएको थियो, राम्रो गाएर नै आउट हुनुभयो, सेभ स्टिल अप्सन थियो तर भएन भन्ने कुराहरू गर्नुभएको थियो। तर अलिकति मलाई पहिलोचोटि मैले चाहिँ फोटो पनि सेयर गरेको थिएँ, पहिलोचोटि आफूलाई हेर्दाखेरि दया लाग्यो। सपोज म त्यो होइन कि जस्तो पनि फिल भयो क्या। त्यो फोटो चाहिँ भाइरल गरिदिनु भयो त्यो क्लिप्स चाहिँ। अनि ल है अब के अरे जस्तै मानव सपोज हजुर डक्टर हुनुहुन्छ, म पेसेन्ट हो, अनि मलाई चाहिँ लास्टै गाह्रो भइरहेछ, भनौँ न मर्नुभन्दा पहिले एकदम ल मर्छु जस्तो लागिरहेछ, तर तपाईँ हुनुहुन्छ क्या, तपाईँ भए चाहिँ मलाई ल बचाइहाल्नुहुन्छ भन्ने आश त हुन्छ नि। तर त्यहाँ त्यो पनि देखिएन, एकदम त्यही कुराले चाहिँ लास्टै हट भयो होइन। त्यस्तो केही छैन अरू त। धर्मेन्द्र सुनार हजुर व्यक्तित्वमा चाहिँ कस्तो हुनुहुन्छ? दर्शकहरूलाई थोरै भनिदिनुहोस् न। यस्तो हामी चाहिँ म चाहिँ सिधा एउटा गाउँको मान्छे, सिधा सादा मान्छे होइन। पहिला अब अहिले यति धेरै बोलिरहेको छु, पहिला मलाई बोल्न पनि आउँथेन, खासमा सिजन 3 मा चाहिँ होइन। के अरे मनमा अब अहिले चाहिँ मनमा केही कुराहरू अड्काएको छु नि त मैले, जो खोल्न आवश्यक छ तर खोल्न सकिँदैन। अनि म चाहिँ एउटा हेर्दा कतिखेर चाहिँ म घमण्डी जस्तो पनि लाग्छु होला होइन, कसैलाई ल यो अस्ति गरेन यताउति जस्तो लाग्छ होला। तर म आफूलाई आफ्नो चाहिँ भनौँ न आफू यस्तो छु भनेर भनिरहनु पर्दैन। तर म एउटा शान्त स्वभावको त पक्कै पनि होइन, हाँसो ठट्टा गर्ने, बोलचाल गर्ने सबै कुराहरूमा। तर म बोलिहाल्ने सम्झिहाल्ने मान्छे चाहिँ हो। जस्तै हजुरलाई मैले नराम्रो भनेपछि मानौँ, अनि सपोज हजुरलाई नराम्रो भनेपछि अलि पछि म रिग्रेट भएर फेरि आफै बोल्छु क्या, ल हजुरलाई के भने है नराम्रो लाग्यो होला भनिहाल्ने सम्झिहाल्ने भन्छ क्या हाम्रो गाउँतिर। मनमा पाप नभएको मान्छे चाहिँ हो म। आफूलाई त्यो हिसाबमा चाहिँ त्यसरी लिन्छु आफूलाई चाहिँ। ब्लाइन्ड अडिसनबाट त सेलेक्ट हुनुभएको थियो नि त होइन? सबै जजहरूले मन पराइदिनु भएको थियो, अनि ब्याटलबाट निस्किनु भयो। एकदमै मन परेको गीत हजुरले यहाँले चुज गर्नुभएको थियो त्यो? मैले तल्लो बाटो भन्ने गीत चाहिँ ब्लाइन्ड अडिसनमा गाएको थिएँ, अनि ब्याटलमा चाहिँ थाहाको चङ्गा चापक, अनि दुइटै खेमसरको गीत थियो। त्यो गीत चाहिँ अलिकति धेरै मन पराइदिनु भएको थियो नि त। दर्शकहरूको लागि एकचोटि त्यो गीत पनि गाइदिनुहोस् न यहाँले। ब्लाइन्डको कि ब्याटलको? हजुर भए पनि हुन्छ, ब्लाइन्ड अडिसनको। अमेरिका आए माता तल्लो बाटो हुँदै, घर सम्झेर गाउँ सम्झेर देश सम्झेर रुँदै, कहिले नै ढुङ्गे बाटो कहिले नै जङ्गल, आमा तिम्रो आशीर्वादले छुनेको सल मङ्गल, ए बाबा तिम्रो आशीर्वादले छुनेको सल मङ्गल, सोचे झै रहेनछ परदेश त, चाहे झै हैनछ
परदेश त असोचे झैँ रहेनछ परदेश त चाहे झैँ हैनछ परदेश त। थ्याङ्क यू। धेरै राम्रो गीत गाउनुहुन्छ। ठ्याक्कै मलाई हजुरले यो गीत गाइरहँदाखेरि चाहिँ हजुर मञ्चबाट पछाडि फर्किँदै गइरहनु भएको एउटा फोटो हजुर आफैले पोस्ट गर्नुभएको थियो नि, त्यो याद आयो। त्यो फोटो चाहिँ यहाँले के सम्झेर त्यसरी पोस्ट गर्न मन लाग्यो? एकदमै दुःखद लागेको जस्तो फिल भयो। यस्तो तपाईँको चाहिँ त्यो फोटोको चाहिँ एउटा रहस्य छ। मैले अघि हजुरलाई भने ब्लाइन्ड के अरे ब्याटलमा जब म आउट भइसकेपछि धेरै कोचेजहरूलाई के अरे सरी 4वटा कोचेजहरूलाई थ्याङ्क यू भन्छु। अनि अगाडि बढे पनि नबढे पनि भन्ने सोच चाहिँ दिमागमा पहिल्यै आएको थियो, तर अलिकति सक्ट जस्तो भएँ। अनि ला सकियो मेरो त अब भन्ने। अनि अघि हजुरले भने जस्तै अनि अब 2-4 शब्द भनेर अब सिजन 3मा चाहिँ नकआउटसम्म पुगेको थिएँ। योचोटि चाहिँ ब्याटलबाटै आउट भएँ। तैपनि यो चाहिँ कसैको लागि एउटा चाहिँ भनौँ न अरूको लागि चाहिँ मोटिभेट लेसन भइरहेछ। अनि हजुरहरूले चाहिँ राम्रो प्रतिक्रिया दिनुभयो, खुसी छु भनेर म उता गएँ। मलाई लागिरहेको थियो कि स्टिल सेप केही न केही हुन्छ होला जस्तो लागिरहेको थियो। अनि त्यो फर्केको क्लिप चाहिँ अनि त्यो एकदमै आफूलाई पनि मन छ एकदम। अनि म त उतासम्म वेटिङ गरिरहेको थिएँ, त्यो फ्यामिली रुमसम्म पनि कतै गर्छ कि कसैले लागिरहेको थियो, तर त्यो भएन। त्यही हो। ठिकै छ, हजुरको सङ्गीतको यात्रा पनि धेरै राम्रो छ है। अगाडि बढ्नु होला राम्रोसँग, अझै धेरै अपर्च्युनिटीले हजुरलाई ढकाल्दै पो छ कि त्यो कुराहरू चाहिँ जस्तो लाग्छ कि मलाई चाहिँ होइन। किनभने हजुर त पहिल्यैदेखि नै गीत सङ्गीतमै हुनुहुँदो रहेछ होइन। अब यो कुरा गर्दै गर्दाखेरि चाहिँ हजुरको पर्सनल कुरामा चाहिँ थोरै जान्न मन लाग्यो। हजुर गर्लफ्रेन्ड बनाउनु भएको छ कि छैन? यस्तो छ तपाईँको, यस्तो कि अब गर्लफ्रेन्डहरू त धेरै पहिला चाहिँ थियो। हजुर कि म्यारिड पो हुनुहुन्छ कि? होइन होइन, 16-17 वर्षको उमेरमा चाहिँ थियो। अनि त्यो बेला चाहिँ त्यस्तै त्यस्तै भयो, ब्रेकअप टाइपको है। अनि त्यसपछि चाहिँ अब मैले एकचोटि चाहिँ असफल भइसकेपछि, प्रेममा हार खाइसकेपछि फेरि चाहिँ ल नलाग्ने यो क्षेत्र भन्छ सरी यो माया प्रेममा चाहिँ नलाग्ने भन्ने त्यो सिद्धान्त थियो। प्रेम चाहिँ के हो जस्तो लाग्छ हजुरलाई? कसरी उल्लेख गर्नुहुन्छ प्रेमलाई? प्रेमको परिभाषा दिँदाखेरि चाहिँ प्रेम एउटा जिउने आधार पनि हो जस्तो लाग्छ मलाई होइन। जिउने आधार हो? त्यही नै हो, प्रेम जिउने आधार हो। तर कतिपय प्रेमहरूले चाहिँ जिउँदै मारिरहेको पनि हुन्छ। अनि कोही मान्छे चाहिँ जिउँदै हुन्छ तर त्यो मरे जस्तो भइरहेको हुन्छ। एउटा धोका पाएको मान्छेहरू कतिपय चाहिँ साइको भइरहेको हुन्छ, कतिपय पागल भनौँ न त्यस्तै त्यस्तै भइरहेको हुन्छ। अनि तपाईँको चाहिँ कोही एडिक्ट भइरहेको हुन्छ माया प्रेममा होइन, कोही चाहिँ अब जिउँदो लास भइरहेको हुन्छ। प्रेम जिउने आधार भए तापनि अब मेरो चाहिँ के अरे मेरो चाहिँ यो माया प्रेम चाहिँ पछिसम्म नचल्नुको कारण मैले धेरै माया गरेर पनि होला सायद। कसैलाई माया गरेँ भने ल त्यो मेरो फिक्स नै त्यो मेरो मान्छे हो, मैले चाहिँ त्यसलाई सबै कुराहरू एकैचोटि दिइदिन्छु क्या म। अनि त्यो अब अहिलेको जमानामा धेरै माया चाहिँ टिक्दैन रहेछ। अनि अब वान साइड लभ है। अब एकजनालाई चाहिँ मैले 1-2 वर्षसम्म फलो गरेँ कि रिसेन्टली। अनि लास्टमा चाहिँ उसले हुँदैन भन्थ्यो। 2 वर्षपछि 2 वर्षपछि हुँदैन भन्थ्यो। अब त्यसपछि अहिले मलाई माया प्रेममा खासै विश्वास पनि लाग्दैन। अब घर बाबुआमाले जे भन्यो जता म के कुराले साथ दिएन जस्तो लाग्छ प्रेममा? यतिखेर मलाई प्रमोद खरेल सरको गीतको चाहिँ याद आयो। गरिबले गर्ने माया सस्तो हुन्छ र धनीले माया के अरे गरिबले गर्ने माया सस्तो हुन्छ र धनीले गर्ने माया कस्तो हुन्छ र भन्ने एउटा गीत छ सरको। त्यस्तै भयो कि यहाँ पैसा हेरिन्छ होइन, अनि यहाँ सफल छ कि छैन त्यो के अरे आफूले त्यो केटा सफल छ कि छैन, पैसावाला हो कि होइन भन्ने पनि हेरिन्छ राइट नाउ अहिले पनि होइन। तर अब म तर जे छु ठिकै छु जस्तो लाग्छ। धेरै भनौँ न अब धेरै धनी नि होइन, धेरै गरिब नि होइन, ठिकठाक छ सबै कुराहरू। थोरै बिरामी भयो भने औषधि गर्न सक्छु आफूलाई, भोक लागे खान सक्छु, निन्द्रा लागे सुत्न सक्छु, त्यही हो।
प्रेमले चाहिँ यहाँलाई अगाडि बढाउन सकेको छैन? होइन, प्रेममा त म विश्वास गर्ने कुरै भएन नि अब। सिधै बाबुआमाले जता इङ्गेजमेन्ट गरिदिनुहुन्छ बाबुआमालाई जुन मनपर्छ त्यही गर्ने हो अब। मम ड्याडको चोइस नै प्रेम हो अबको लागि। कता कता जीवनसाथीको साथ नपाएर हजुर अगाडि बढ्न नपाउनु भएको जस्तो लाग्दैन? यस्तो हो, अब हजुरले कुरा निकालिहाल्नु भयो। अब एकजना मान्छेलाई चाहिँ ल म एकजना केटी मान्छेले ल म तपाईँलाई लास्टै माया गर्छु कान्छासम्म भनेर बोलाउँथ्यो क्या उहाँले चाहिँ है। उसले चाहिँ कान्छा समेत भनेर बोलाउँथ्यो। अहिले चाहिँ ऊ अलिकति बाहिर छ देशभन्दा, अहिले अवस्था नै छैन। अस्ति ब्याटलबाट आउनु हुँदाखेरि पनि एउटा एसएमएस पनि छैन, केही पनि छैन। त्योभन्दा अगाडि चाहिँ सपोर्टै गर्नुहुन्थ्यो? सपोर्ट गर्नुहुन्थ्यो। तर ठिक छ, अब के अरे राम्रै मान्छे पो भेटिन्छ कि लाइफमा, होइन? त्यो त हजुरको गीतलाई मात्रै मन पराएको जस्तो भयो नि त, होइन? जस्तै अब म ब्याटल पास भएर नकआउट पास भएर लाइफसम्म गरिदिए भए वाह वाह कान्छा कान्छा हुन्थ्यो होला, कान्छी हुन्थ्यो होला। ठिकै छ। तपाईँले यो एलिमिनेसनलाई चाहिँ बाहिरिनु भएकोमा चाहिँ अन्त्य सोच्नु भएको छ कि यो चाहिँ एउटा सुरुवात हो जस्तो लाग्छ? यो त एउटा प्लेटफर्म हो, हामी एउटा चाहिँ कलाकारलाई हुन्छ नि चिनाउने त। मेरो माध्यम। एन्ड भयो भन्नुभयो नि त यो भर्खरै, होइन? मलाई त एन्ड भयो जस्तो लाग्यो भन्नुभयो नि त। तर यो वास्तवमा के रहेछ, एउटा सुरुवात हो कि? सोबाट चाहिँ म इन्ड भएँ, सकिएछु। अब चाहिँ मेरो यो भोइसको यात्रा चाहिँ सकिएछ भन्न खोजे। म्युजिक त कहाँ सकिनु हजुर, म त 60 वर्षसम्म पनि गाउँदै बस्ने हो। द भोइसमा अहिले अब जति जना हुनुहुन्छ होइन, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? कसलाई सपोर्ट गर्नुहुन्छ हजुर मेनली? म चाहिँ मेरै प्रतिस्पर्धी प्रिय भाइ दिनेश कर्णबेली परियारलाई सपोर्ट गर्न चाहन्छु। उसलाई मैले मायाले कर्णबेली भाइ पनि भन्छु, दिनेश कर्णबेली परियार। अनि उसलाई सपोर्ट गर्न चाहन्छु किनभने नयाँले पनि मौका पाउनुपर्छ। मलाई त अलरेडी चिनिसक्नु भएको छ। यो एउटा चाहिँ सामाजिक सञ्जालमा कन्ट्रोभर्सी आउनु भनेको धर्मेन्द्र सुनारलाई अडियन्सले प्रेम गर्नु मात्र हो खासमा। तर अब नयाँ कलाकारले पनि चान्स पाउनुपर्छ। दिनेश भाइलाई चाहिँ अल द बेस्ट भन्न चाहन्छु र टिम खेममै रहनुभएका सम्पूर्ण प्रतिस्पर्धीहरूलाई पनि म अल द बेस्ट भन्न चाहन्छु। यो मात्रै नभई आखिर जसले जिते पनि हाम्रो एउटा भोइस अफ नेपालले नेपाली कलाकार पाउँछ, विनर नेपाली नै पाउँछ। सो त्यही भएर भोइस अफ नेपाललाई पनि गुड लक भन्न चाहन्छु। जतिको तपाईँले चाहिँ टिआरपी पाइराख्नु भएको छ अहिले, म आउट हुँदाखेरि पनि अझै भोलि बिहान अर्को नकआउटमा पनि अरू कुनै भाइ बहिनीहरू पनि फालिँदाखेरि पनि चर्चाको विषय बनोस्। भोइस अफ नेपाल चाहिँ भोइस अफ नेपालको प्रमोसन होस् भन्न चाहन्छु म। ओके, अब हामी पडकास्टको लास्टमा छौँ। अन्तिममा चाहिँ हजुरले एउटा गीत छोडेर चाहिँ यहाँबाट हामी बिदा हुन्छौँ। ओके, हुन्छ म्याम, हुन्छ। यतिखेर हामीलाई क्यामेरामा साथ दिइरहनु भएको हाम्रो सरहरूलाई पनि र सम्पूर्ण दर्शक दीर्घहरूलाई र विशेष गरी हाम्रो खेम सर युकेमा हुनुहुन्छ, प्रोग्राम गरिराख्नु भएको छ, उहाँलाई पनि सम्झिन चाहन्छु। तपाईँबाट मलाई चाहिँ कुनै पनि गुनासो छैन, त्यो एउटा फर्मेट हो। तपाईँले पनि त्यहाँको नियम चाहिँ पालना गर्नुपर्छ। भोइस अफ नेपालको मनमा त थियो होला नि भाइलाई पनि अगाडि लैजाउँ भन्ने, तर अरू कुनै चिजले रोक्यो कि होइन। सो खेम सरलाई नै डेडिकेट गर्न चाहेँ यो गीत। ब्याटल राउन्डमा गाएको दिनेश भाइ र मैले। धागो यहीँ छ चङ्गा जहाँ पुगे नि। ठ्याक्कै खेम सर पनि बाहिर हुनुहुन्छ, सो मजा आउँछ यो गीत गाउँदा। यो गीत सुरु गरेँ है त। धागो यही छ चङ्गा जहाँ पुगे नि, मुहान यही छ गङ्गा जहाँ पुगे नि, मान्दैन तिमलाई छोडी जान त पटक्कै मन मान्दैन, तिमलाई छोडी जान त पटक्कै मन मान्दैन, क्यारे छेउ तनी निरमाया, मायाले जीवन धान्दैन,
मायाले जीवन धान्दैन थ्याङ्क यू